हेलो नमस्ते नमस्कार म तपाईँको साथी तपाईँको भाइ टेक्निकल ब्रो। आज तपाईँहरूलाई भन्नेछ कि दुईवटा नयाँ कम्पनीको चाहिँ आइपिओ आउँदैछ। त्यो कुन कुन कम्पनीको आइपिओ हो त्यसको बारेमा भन्नेछ। फर्स्टमा चाहिँ सान्वी इनर्जी लिमिटेडको आइपिओ आउँदैछ। स्थानीय बासिन्दाको लागि चाहिँ 8,80,000, विदेशमा भएको दाजुभाइ बहिनीको लागि चाहिँ 2,91,000। इस्यु म्यानेजर अहिले निश्चित गरेको छैन। इस्यु चाहिँ मिति चाहिँ 2082 वैशाख 5 गतेदेखि 19 गतेसम्म सान्वी इनर्जी लिमिटेडको। अनि दोस्रो चाहिँ ट्रेड टावर लिमिटेडको चाहिँ आइपिओ आउँदैछ। चाहे विदेशमा भएको दाजुभाइको लागि 3,97,169 चाहिँ अब इकाइ सङ्ख्या। इस्यु म्यानेजर अहिले निश्चित गरेको छैन। इस्यु डेट चाहिँ 2082 साल चाहिँ वैशाख 8 गतेदेखि 22 गतेसम्म ट्रेड टावरको चाहिँ आउँदैछ।